ल ल सेटअप गरेँ कि ल सेटअप कुचुरी ल अरे के कत्रो बल गरे त नि त्यो पेट कहिलेको नबढ्ने भयो पेट नबढ्ने पेट नबढ त नि एक्सर्साइज हुन्छ ल दरो सिलाइ डबल लाग्छ डबल कि दरो के दरो छ एकछिन सुत्ने हो होइन त्यो नरम होस् नरम एउटा ठुलो ओड्ने पनि चाहिन्छ केही चाहिँदैन एकछिन आरामले सानो कुचुरु मेरो पुचुरु बाबा छोरी कुचुरु कुचुरु आमा उठ्नु भयो राम बताएर चाहिँ पुरा दिन्छे जुत्ता के झारे त केरा त यो काटिदिए पनि हुने रहेछ बुवा हजुर यो केरा त काटिदिए पनि हुने रहेछ काट्ने भने यहाँ भाइले भ्याएन नि त अस्ति चानाले सबैको माथापट्टि सफा सुपारी लगाउने कि लाइन लगाएर यो केरा तेरा भएन भने सर्प आउने डर हुँदैन नि त होइन सफा गर्नु नभ्याएर मेरो हातले भएन नि हौ मेरो चरा ठोकिएका चरा ठोकेका त त्यसै त ठोकिँदैन थियो चरा पनि मिस्टेक भएको भएछ सिसा पनि खोलाइदिनु जाली लगाउनुपर्छ पखाला सिकाउनु भने मैले ढल्केको है म उठ्नुपर्छ आमै ओ त पखाला सुकाइदिउँ म त फेरि मिलिन्छ कहीँ नभएको जात्रा गरेर काँडा सहितै अझै खिचिराख्नु भएको छ काँडा सहितै कहीँ नभएको जात्रा गरेर भयो मैले गर्नु हामीले सुत्ने काँडै छ काठका छ नखाएको काँडा सहित ए उसले कि मलाई नि के अरे पहिले कुलेसमा बस्दाखेरि नि एउटा छुट्टै साथी के तिनीहरूको हजुरआमाले इस्कुसको यस्तो खाल्टी बनाएर दिएको थियो कि यस्तो इस्कुसको खल्की त हुन्छ त काँडा सहित भयो भने काँडा राख्यो भने के काँडै सहितको मिठो हुन्छ हो खोस्टो फाल्नै पर्दैन पछि